सल्यानको चाहिँ यो पहिलो भ्रमण हो। तसर्थ यो ठाउँ चाहिँ हामीलाई अति नै राम्रो लाग्यो। यो लगभग हामी चाहिँ काठमाडौँ भ्यालीबाट बाहिर आउँदाखेरि काठमाडौँ भ्यालीको कोलाहल, काठमाडौँ भ्यालीको प्रदूषण, काठमाडौँ भ्यालीको चाहिँ एक किसिमको अस्तव्यस्तता त्यो हेर्दाखेरि त्यो हेरेर यहाँ आउँदाखेरि चाहिँ हामी लगभग स्वर्गमै आए जस्तो लाग्यो। अति रमणीय, अति सुन्दर र यहाँ चाहिँ मतलब यहाँ बसेर एक किसिमले चाहिँ अलि लामो लामो सास फेर्यो भनेदेखि चाहिँ आयु नै बढ्ला जस्तो लाग्छ। तसर्थ यति राम्रो ठाउँमा हामी पहिलो पटक आउन पाउँदा हामी निकै खुसी छौँ। र शारदा नगरपालिकाका श्रद्धेय मेयरज्यू, उपमेयरज्यू र सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी लगायतलाई चाहिँ हामी हार्दिक साधुवाद व्यक्त गर्न चाहन्छौँ यो अवसरको लागि। जस्तो तपाईले सुनेको सल्यान, सुनेको साबिकको मध्यपश्चिम या सुनेको कर्णाली र प्रत्यक्ष आएर चाहिँ देखेको सल्यान चाहिँ कस्तो लाग्यो? सल्यानको विषयमा त हामीले भोलि भाती पढेका पनि थियौँ, सुनेका पनि थियौँ र आज आएर प्रत्यक्ष तौरले हेर्न पाउँदाखेरि हामी निकै गौरवान्वित भएका छौँ। र अब त्यो तत्कालीन अवस्थामा पढेको कुरा अहिले यहाँ चाहिँ देख्न पायौँ र यसमा चाहिँ खासै त्यति धेरै पढेको र देखेकोमा त्यति धेरै फरक हामीले पाएका छैनौँ। हुनसक्छ हामीले पढ्दाखेरि स्कुलमा पढे अथवा कलेजमा पढेको, युनिभर्सिटीमा पढेको र त्यो पछिको अन्तराल धेरै समय बितिसकेको हुनाले यहाँ पनि अर्बनाइजेसन द्रुत गतिले भइरहेको चाहिँ हामीले महसुस गरेका छौँ। तर एउटै कुरा के त भन्दाखेरि काठमाडौँ भ्यालीभित्रको नराम्रो अभ्यासहरूलाई चाहिँ यता डोहोऱ्याउनु चाहिँ हुन्न भन्ने चाहिँ मेरो सुझाव रह्यो। जस्तो यहाँ चाहिँ काठमाडौँ र सुर्खेतबाट चाहिँ तपाईँ भूगोलबाट सल्यानसम्म आइपुग्नुभयो होइन? राजधानीको विकास र सल्यान कर्णालीको विकास चाहिँ कति फरक छ? तपाईँले हुनु पर्थ्यो कस्तो जस्तो लाग्छ? अब राजधानीको विकासलाई खासै मैले विकास भन्न चाहिँ म रुचाउँदिनँ। त्यो अस्तव्यस्तताको पराकाष्ठा हो र त्यसलाई चाहिँ अलिकति त्यसलाई चाहिँ प्लान वेमा विकास गर्दै लगेको भए काठमाडौँ भ्यालीभित्र, काठमाडौँ भ्याली भनेको एउटा फर्टाइल लाइन हो, एकदमै उब्जनी हुने क्षेत्र हो, जग्गाहरू पनि त्यहाँ चाहिँ जे रोपे पनि राम्रो फल्थ्यो। तर त्यो ठाउँमा चाहिँ अहिले कङ्क्रिटको जङ्गलमय भएको छ। त्यसले गर्दाखेरि अहिले काठमाडौँ भ्यालीमा खासै अन्न केही पनि उब्जनी हुँदैन, थोर बहुत मार्जिनल्ली मात्रै उब्जनी हुन्छ र त्यो पनि अहिले यही रेसियोमा जुन अर्बनाइजेसन हुँदैछ, सहरीकरण हुँदैछ, यसलाई चाहिँ कन्टिन्यू गरेको अवस्थामा मलाई जहाँसम्म लाग्छ अर्को 10 वर्षपछि काठमाडौँ भ्यालीभित्र केही पनि उब्जनी हुँदैन। धानको त कुरै छोडौँ होइन। तर अब त्यो कुरालाई चाहिँ हृदयङ्गम गरेर यो सल्यान क्षेत्रमा चाहिँ हामीले अलिकति प्लान वेमा अगाडि बढेर यो क्षेत्र अति राम्रो छ र काठमाडौँको जुन नराम्रा कुराहरू, ब्याड प्र्याक्टिसेसहरू चाहिँ यहाँ आयातित नहोस् भन्ने चाहिँ मेरो सुझाव हो। जस्तो तपाईँको नगरपालिका ललितपुर महानगरपालिका त अब तपाईँको स्रोत साधन र तपाईँको अर्थले गर्दाखेरि चाहिँ एकदम भरिपूर्ण भएको हो। हाम्रो यो सानो एउटा सल्यानको नगरपालिकासँग जुन तपाईँले सामिप्यता जोड्नुभयो, यसको लागि चाहिँ तपाईँले चाहिँ शारदामा आएर, सल्यानमा आएर चाहिँ मैले चाहिँ हाम्रो नगरपालिकाबाट केही सहयोग गर्न सक्छु कि मैले चाहिँ अब शारदा नगरपालिकालाई पनि ललितपुर महानगरपालिकाको चाहिँ नगरपालिका जस्तै गरेर केही सहयोग गर्छु भन्ने प्रतिबद्धता केही त्यस्तो छ हजुरसँग? हामीले मितिरी साइनो लगायौँ, सिस्टर सिटी रिलेसनसिप इस्टाब्लिस गर्यौँ। त्यो भनेको चाहिँ भगिनी सम्बन्ध अथवा मिट लाउनु भनेको चाहिँ हाम्रो धार्मिक कथनमा पनि अति महत्त्वको छ। मित गरिब भएर अर्को मित धनी भइराख्नु अथवा एउटा मिटले खान पाउनु, अर्को मिटले खान नपाउनु, यो चाहिँ एक किसिमको इम्ब्यालेन्स हो। यस्तो चाहिँ हुनु हुँदैन र यसमा चाहिँ एक मिटले अर्को मिटलाई चाहिँ भरपूर सहयोग गर्नुपर्छ भन्ने चाहिँ यो एउटा मान्यता रह्यो र सोही कुरालाई अंगीकार गरेर ललितपुर महानगरपालिकाले गत वर्ष हामीले चाहिँ शारदा नगरपालिकासँग हामीले भगिनी सम्बन्धको मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ हामीले साइन गर्यौं। साइन गरिसकेको लगत्तै हामीले चाहिँ यो शारदा नगरपालिकालाई चाहिँ हामीले एउटा योजना दिइसकेका छौं र अब यसको चाहिँ कार्यान्वयन हुँदाखेरि यहाँले देख्नुहुनेछ कि ललितपुर महानगरपालिकाले प्रदान गरेको यो प्रोजेक्ट हो र यो चाहिँ अहिले हामीले चाहिँ यसको रसस्वादन गर्न पाउने छौं भन्ने चाहिँ आम सल्यानका जनताहरूले त्यसलाई अनुभूति गर्नुहुने नै छ र हिजै मात्र पनि हामीले अझ थप कुराहरूको पनि हामीले श्रृंखला सुरु गरिसकेका छौं। अर्थात् ललितपुर महानगरपालिकामा चाहिँ
हाम्रो सीताराम हाच्छेठु उहाँ चाहिँ नेपाल सरकारबाट चाहिँ यो ट्राफिक व्यवस्थापनमा अति चुस्त र दुरुस्तसँग काम गरेको, तर उहाँ चाहिँ रिटायर हुनासाथ हामीले चाहिँ ललितपुर महानगरपालिकामा चाहिँ उहाँलाई ल्याएर हामीले चाहिँ काम सुरु गर्यौं र उहाँको संलग्नताको कारणले गर्दाखेरि ललितपुर महानगरपालिकाको कार्य सम्पादन अति उच्च, चुस्त, दुरुस्त र एकदमै राम्रो हुन गएको छ र त्यही कुरालाई अहिले हाम्रो मेयर साहबले चाहिँ शारदा नगरपालिकाको मेयर साहबले चाहिँ उहाँको जुन प्राविधिक क्षमता छ त्यसलाई चाहिँ प्रयोग गरेर यहाँ शारदा नगरपालिकाको नगर प्रहरीहरूलाई पनि ट्रेन गराउनु पर्यो भन्ने कुरा गर्नुभयो। हामी त्यो गराइदिन्छौँ नम्बर 1। जस्तो कि अनि दोस्रोमा चाहिँ यहाँ पनि नेवार बस्तीहरू थुप्रै रहेछ। हामी काठमाडौँ भ्याली भनेको नेवार बस्ती हो, म स्वयं पनि नेवार हुँ र हाम्रो सभ्यता, संस्कार, संस्कृति भनेको उच्च छ, एकदमै राम्रो किसिमको छ र यहाँको नेवारहरूमा चाहिँ त्यो संस्कार, संस्कृति र पद्धतिमा चाहिँ अलिकति राशीकरण भएको छ। तसर्थ उहाँहरूलाई पनि, यहाँको नेवारहरूलाई पनि काठमाडौँको एक किसिमको रीतिथिति, बाजागाजा, नाचगान आदि इत्यादिमा चाहिँ सिकाइदिनु पर्यो मेयर साहब भनेर यहाँबाट अनुरोध भएको छ। तसर्थ हामीले त्यो कार्य पनि अब म फर्केर गइसकेपछि हामी त्यसलाई पनि हामी गर्नेछौँ। लगायतको कामको समय सापेक्ष एउटा मिटले अर्को मिटलाई गर्नुपर्ने सहयोगको निमित्त ललितपुर महानगरपालिका पछाडि पर्दैन भन्ने कुरा मैले यहाँलाई चाहिँ जानकारी गराएँ। जस्तो केही कुरा चाहिँ आइसकेको छ, जस्तै त्यो काठमाडौँ अथवा नेपालको राजधानीमा भएका त्यहाँका महानगरपालिका, नगरपालिका त्यो सबै हिसाबले चाहिँ विकास भएका छन् र यहाँ चाहिँ अझ झन् डाँडाकाँडा खुल्दैछन्, बाटोघाटो खुल्दैछ, स्वास्थ्य शिक्षा बन्दैछ, तर बजेटको हिसाबले त्यहाँको बजेट चाहिँ अलि बढी अनि यो विकट क्षेत्रको बजेट चाहिँ अलि कम हुन्छ। यो समान तरिकाले विकासको यो गति मिलाउनलाई हजुरले के कस्तो चाहिँ गर्नु पर्ला हजुरको विचारमा? अब त्यो भनेको मेरो कार्यक्षेत्र भन्दा पनि बाहिरको कुरा हो हैन। संघीय सरकारले, प्रदेश सरकारले जुन किसिमको अनुदान, सहयोग, बजेटको विनियोजन गर्छ, त्यो बजेटको विनियोजन गर्दाखेरि एउटा स्ट्यान्डर्डाइजेसन छ, एउटा चाहिँ त्यसको नापतौल छ, त्यो अन्तर्गत चाहिँ बजेटको व्यवस्थापन गर्छ। त्यो गर्दै गर्दा त्यसमा चाहिँ भूगोल यहाँ ठुलो छ। जस्तै ललितपुर महानगरपालिका 36.2 स्क्वायर किलोमिटर, तर सल्यान शारदा नगरपालिका लगभग 200 स्क्वायर किलोमिटर छ भनेपछि हामीभन्दा लगभग 5 गुणा भन्दा नि बढी ठुलो छ। त्यसो हेर्दाखेरि हामीलाई 100 रुपियाँ दिउने यहाँ चाहिँ 500 रुपियाँ दिनुपर्छ नि त हैन। तर त्यो मात्र पनि होइन, त्यसमा चाहिँ अब जनसङ्ख्या पनि हेर्छ। अब जनसङ्ख्या चाहिँ यहाँ खलङ्गामा लगभग कति 50,000 जनसङ्ख्या छ। अब हाम्रो त्यत्रो सानो ठाउँमा चाहिँ लगभग हाम्रो स्थायी जनसङ्ख्या नै मतलब 3 लाख छ। त्यसपछि फ्लोटिङ पपुलेसन भन्छ, त्यहाँ चाहिँ कामको निमित्त आउने, त्यो चाहिँ लगभग 60 लाख छ। जम्मा गरेर हामी कहाँ 10 लाख जनसङ्ख्या छ, सानो ठाउँ छ, जनसङ्ख्या बढी छ। र त्यो बजेट विनियोजन गर्दाखेरि संघीय सरकार र प्रदेश सरकारले बजेट विनियोजन गर्दाखेरि यी कुरालाई पनि हृदयगम गरेर लिन्छन् र यसको धेरै मतलब यसको चाहिँ ऊहरू छन्, स्ट्यान्डर्डहरू छन्। त्यो सबै स्ट्यान्डर्डहरू मिट गर्दाखेरिको अवस्थामा बजेटको विनियोजन जसरी गरिएको छ, ललितपुर महानगरपालिकालाई चाहिँ जुन किसिमको नेपाल सरकारको तर्फबाट सहयोग छ, त्यतिको सहयोग चाहिँ यहाँ चाहिँ नहुन भएको छैन। त्यो चाहिँ निश्चित तौरले हो। तर एउटै कुरा के त भन्दाखेरि अब काठमाडौँ महानगरपालिकाको कुरा गर्ने हो भने हाम्रो भन्दा लगभग उनीहरूको बजेट 5 गुणा बढी छ हैन। अब त्यो कुरामा हामीले चित्त दुखाएर हुँदैन। समय सापेक्ष परिवर्तन हुनुपर्छ। मलाई जहाँसम्म लाग्छ यो शारदा नगरपालिका अर्थात् सल्यान जिल्लाको चाहिँ भविष्य उज्जवल छ। तर एउटै कुरा मैले भन्ने गरेको छु, काठमाडौँमा गरिएको गल्ती यहाँ नदोहोऱ्यौँ। यहाँ चाहिँ मतलब अहिले नै प्रति जग्गा, ऐलानी जग्गा, सार्वजनिक जग्गाको संरक्षण गरौँ, यसलाई चाहिँ मतलब राम्रोसँग बनाइराखौँ। अहिले जस्तै ललितपुर महानगरपालिकामा हामी चाहिँ मतलब एक आना जग्गा कतै छ भनेदेखि त्यसलाई चाहिँ हामी पार्कमा परिणत गरेका छौँ। त्यसलाई चाहिँ हामी पकेट साइज पार्क भन्छौँ हैन। सानो छ नि त, अब त्योभन्दा ठुलो छ भनेदेखि त्यही रफ्तारमा चाहिँ हामीले पार्कहरू बनाउँदै आइरहेका छौँ। तर हाम्रोमा एक आना जग्गा किन्नु पर्यो भने 1 करोडले पनि दिँदैन। अब जग्गा किनेर पार्क बनाउनु भनेको त्यति सान्दर्भिक छैन, गाह्रो छ। तसर्थ मैले चाहिँ हाम्रो मेयर साहबले पनि भनेको छु कि यहाँ शारदा नगरपालिकामा रहेको ऐलानी जग्गा, प्रति जग्गा, सरकारी जति जग्गाहरू छन् यसको चाहिँ राम्रो संरक्षण गरौँ। भविष्यको पिँढीले त्यो जग्गाबाट चाहिँ राम्रो किसिमको चाहिँ फाइदा लिन सक्ने हुन्छ। र एउटा चाहिँ मतलब स्मार्ट सिटी अथवा एउटा आइडियल सिटी बन्नको निमित्त मुख्यतया चाहिने नै जग्गा हो। हावामा विकास गर्न सक्दैन, आकाशमा विकास गर्न सक्दैन, जग्गामै विकास गर्ने हो।
तसर्थ त्यो बेलामा चाहिँ जग्गा भएन भने चुकाउनु पर्ने हुन्छ। तसर्थ अहिलेदेखि नै यो कुरालाई हृदयङ्गम गरेर अगाडि बढ्नुपर्छ एउटा कुरा। अनि दोस्रो कुरा चाहिँ के त भन्दाखेरि मैले धेरैचोटि भने काठमाडौँको चाहिँ खराब अभ्यास यहाँ नआओस्। त्यो भन्दै गर्दा काठमाडौँमा चाहिँ हामी सानो छँदाखेरि बागमती नदीमा 32 किसिमको माछा पाउँथ्यौँ। हामी त्यही स्विमिङ गर्थ्यौँ, त्यही पानी मतलब पिउँथ्यौँ। र मैले हिजो यहाँ देखेँ, यहाँ चाहिँ मतलब खोलाको पानी पनि पिइरहेको मैले देखेँ। भनेपछि 32 वर्ष अगाडि मतलब हामी सानो बेलाको अवस्था अहिले यहाँ छन् नि त। यो चाहिँ नबिग्रियोस्। तसर्थ यसको निमित्त चाहिँ खोला चाहिँ कन्टामिनेट नहोस्। खोलामा चाहिँ मतलब नचाहिने कुराहरू त्यहाँ चाहिँ पठाउने अथवा खोलालाई चाहिँ मतलब एक किसिमको प्रदूषित पार्ने काममा चाहिँ नलागुन्। र यसको निमित्त अहिलेदेखि नै प्लान वेमा अगाडि बढ्यो भने मलाई जहाँसम्म लाग्छ भविष्यसम्म पनि यहाँको खोला नालाहरू शुद्ध रहनेछ, खोला नाला सफा हुनेछ। भन्दै गर्दाखेरि खोला नाला सफा भयो भने त्यहाँबाट विभिन्न किसिमको हामीले चाहिँ फाइदा लिन सक्ने हुन्छौँ। तसर्थ अहिलेदेखि यतातिर चाहिँ ध्यान दृष्टि पुर्याउनु पर्छ भन्ने चाहिँ मैले यहाँलाई भन्न चाहन्छु। हामी अन्त्यमा छौँ। अन्त्यमा शारदा नगरवासी तपाईँ मितको घरमा आउनुभएको छ होइन, मितेरी साइनो छ शारदा नगरपालिकासँग। शारदा नगरवासी लगायत सल्यानवासीहरूलाई के भन्न चाहनुहुन्छ? अब अघि नै मैले निवेदन गरेँ, अब मित भइसकेपछि हाम्रो एकदमै पारिवारिक सम्बन्ध रह्यो होइन। अब पारिवारिक सम्बन्ध रहँदै गर्दा हामीसँग भएको असल अभ्यास हामी यहाँ सिकाउन चाहन्छौँ। यहाँ पनि धेरै नै असल अभ्यासहरू छन्। हिजो हामीले ती कुराहरू पनि हामीले हेर्न पायौँ, त्यसको डकुमेन्ट्री पनि हेर्न पायौँ। ती असल अभ्यासहरू हामी ललितपुर महानगरपालिकामा पनि लागू गर्नको निमित्त हामी लागि पर्छौँ। लगायतको अन्य धेरै कुराहरूमा पनि, जस्तै ललितपुर महानगरपालिकाको इन्टरनेसनली हाम्रो सम्बन्ध राम्रो छ। हाम्रो चाहिँ मतलब सिस्टर सिटी पनि हाम्रो थुप्रै देशहरूसँग छन् र काठमाडौँमा बेस भएका यो अन्तर्राष्ट्रिय दात्री निकायहरू, वर्ल्ड ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्क, युरोपियन युनियनदेखि लगायत धेरै दात्री निकायहरूसँग हाम्रो सम्बन्ध राम्रो छ। तसर्थ यहाँको जुन बेस्ट प्रोजेक्टहरू छन्, यहाँ चाहिँ सल्यानको निमित्त शारदा नगरपालिकाको काप अलट गर्नको निमित्त हुन सक्ने प्रोजेक्टहरूको निमित्त पनि हामी चाहिँ ती दात्री निकायहरूसँग छलफल गरेर हुन सक्ने सम्मको योजना ल्याउनको निमित्त पनि म सहायक सिद्ध हुनेछु भन्ने कुरा चाहिँ मैले शारदा नगरपालिकाका सम्पूर्ण नगरवासीहरूलाई भन्न चाहे। धन्यवाद।